मकै भटास डढ्याम डढ्याम काँचो मकै डढ्याम डढ्याम के अरे मकै भटास होइन मकैबारी डढ्याम डढ्याम ए मकैबारी डढ्याम डढ्याम हरियो काँक्रो पर्याम पर्याम र तपाईँले त्यही ठाउँमा स्यान्डल खोलेर म 1 घन्टा उभिएर बसेँ है साथीहरू टाइम पनि भन्नु भएन नि त हजुरले निस्किँदै गर्नु भन्नु है म त निस्किहालेँ अन्त आज शनिबारको दिन होइन सबैको बिदाको दिन भयो मकैबारी डराम डराम अनि हजुर त मकै भन्नु है गीत त्यस्तो आफ्टर लङ टाइम कति महिना भयो अलमोस्ट 1 इयर हुन लाग्यो 8-9 महिना हो 8-9 महिनापछि हामी भेट्दैछौँ अब आज हामी के गर्छौँ गर्मीको मौसममा पानीको मजा नै अर्को ल्याउनु नि त म नि मजा लियो चिसो पानीको मजा नै भिन्न अब चाहिँ नि हामी उखु र खरबुजाको जुस खाँदैछौँ चियर्स आफ्टर लङ टाइम मिठो कति राम्ररी हुनुभएछ त स्लिम भएर कङ्ग्रेचुलेसन ओहो यो चाहिँ सबै यो फ्रुट्सको कमाल हो खरबुजा खाएर चाहिँ नि हामी अब यतातिर कफी खाइहाल्ने सपिङ बिस्तारै अझै हामी जान्छौँ सोनामको स्टोर खोलेछ त यता त्यो यहाँ त्यो जस्तो थिएन त त्यो र यो पहिला अस्ति न पहिला म आउँदाखेरि देखायो हो अब हामी जाँदैछौँ अरेबिका कफी पिउन है ल कफी नाइस कफी हात तलाएर झार्दियो भने तपाईँको भिर्ने यो म चाहिँ ढल्छु बाल्यकालदेखि बुढेसकालसम्म सही हो एकदम कम्फर्टेबल हामी कहाँ छौँ राधे राधे सिस्टर आउनु भएको छ मलाई भेट्नलाई केही नि किनेको छैन अहिले चाहिँ हामी किन्न जाँदैछौँ पहिला हामी कफी खान्छौँ अनि त्यसपछि जान्छौँ अनि छ नि होइन के भन्छ म के कहिलेकाहीँ त्यो हामी त्यो गाउँतिर गएको थियौँ नि त्यो कस्तो मिस गर्छ नि त्यति बेलाको पनि भिन्नै होइन ल अब हामी चाहिँ यहाँनिर कफी खान आइरहेका छौँ के अर्डर गर्ने कफी क्यापुचिनो दुईवटा क्यापुचिनो त है अनि ब्राउन के खाने के रहेछ अहिले मेनु पनि ल्याएन त मेनु त्यतातिर हेर्नु पर्ला के हो त अनि म चाहिँ नि 2 चम्चा राख्छु सुगर राखिसकेपछि ल्याउनु म भिडियो बनाइदिन्छु फेरि 2 चम्चा हाल्नु के भन्छ टिकटक भिडियो बनाउँ न फोटो थन्मुला शिमला भित्तारी फोटो थन्मुला शिमला पैसा मेरो लानु पाइन्छ फर्स्ट ट्राईमा गर्न सकेन अनि भन्न त भने नि मैले एन्सर त भन्यो कि तर फर्स्ट ट्राईमा त भनेको थिएँ नि त कहाँ लान पाइन्छ झेली गर्न नपाइ गेम खेला एन्सर चाहिँ भने मैले एन्सर भनेपछि फर्स्ट न सेकेन्ड होइन फर्स्ट ट्राईमा गरेपछि मात्रै पैसा लान पाइ कहाँ पाइन्छ त्यस्तो तपाईँले सुरुमै मलाई भन्नुभयो के अरे फर्स्टमा र सेकेन्डमा झेली गेम भइहाल्यो नि मान्छेलाई अगाडि भन्नुपर्छ सबै कुरा फर्स्टमा तपाईँले एन्सर भन्नु भएन भने चाहिँ यो पैसा के अरे सेकेन्डमा एन्सर राइट एन्सर भन्यो भने नि यो पैसा हुँदैन भन्नुपर्छ फर्स्ट टाइममा गर्न सक्नुपर्छ अनि मात्रै पैसा लिन पाइन्छ भनेर भने झेली चाहिँ गर्न नपाए है ल जे भए पनि अब हारेको मान्छेले पैसा तिर्नु पऱ्यो झऱ्यो फुट्यो ल त्यसो भए यति 10 किलो घटेको उपलक्ष्यमा आजको बिल चाहिँ नि
उल्टो मान्छेलाई फसाइदिने। हेर्नु अब हामी यहाँनिर कफी खाइसकेर चाहिँ नि हामी कहाँ जाउँ भने दरबार स्क्वायरमा जाउँ। दरबार स्क्वायरमा गएर आमाकोमा गएर आमाको बाह्रमा खाना जाउँ। होइन ला के अरे मलाई खानु मन लाग्छ कि चस्सा नै चस्साको पानीपुरी नि खाने। त्यसकै अपोजिटमा भएको चाहिँ किमा नुडल 3 महिना लागेर आफ्टर लङ टाइम के अरे लेकबाट बेसी झरेको झरेको सबै भ्याउनुपर्छ। 3 महिना लगाएर 10 किलो घटाएको सब फेरि एकैचोटि गेन गर्ने होइन, आज मेरो चिट डे हो। ए ल ओके चिट डेमा आज जे भ्याउन सकिन्छ खाने हो। ल यसमा चाहिँ गेम खेलाएर पनि झेली गरेर जितेको पैसा नदिनेलाई अबदेखि के भन्नु अब म यो भ्लगमा आउँदिनँ नआउने गेम सक्यो होइन। अब के छ बाँकी केही छैन। फेरि अरू केही सर्त राखेर गर्ने भए गरौँ, तर अगाडि क्लियरले भनेर गरौँ। अब अर्को गेम अर्को गेम अब दरबार स्क्वायरमा भेटौँ है त। अब चाहिँ नि हामी कफी खाइसकेर अब मलाई घुमाउन लैजाँदै हुनुहुन्छ सिस्टरले दरबार स्क्वायरमा। किनभने आज उहाँले म्याच हार्नुभएको छ होइन त। कफीको पैसा पनि तिर्सक्यो। लेट्स गो। केही मन पर्यो त? राम्रो लाग्यो टी सर्ट। अलिकति ब्रान्डको ऊ भएपछि त अर्को पनि राम्रै राख्नु नि होइन। त्यही त भने घुम्दा साझा पनि पर्न लाग्यो है। झमक्कै साँझ पऱ्यो यार। घरबाट कस्तो अब जुत्ता हातमा लिएर हिँड्ने हो। ए भगवान् पक्नु म गाडी लिएर आउँछु। पक्नु उट्टाकोमा जाने यहाँकोमा ल। योभन्दा अगाडि हुन त घुम्न त धेरै घुमेँ होइन है। सपिङहरू मात्रै गरेको पुरा थाकियो अनि अँध्यारो पनि भयो है। के खाने हो र ल आज? मोमो त नेपालीको फर्स्ट प्रायोरिटीमा पर्छ होइन। चिकन ड्रमस्टिक खाऊँ ल। ओके ससेज पनि मिठै हुन्छ। ए कस्तो राम्रो रहेछ। ओके सबै अर्डर गरौँ अनि त्यसपछि चाहिँ नि खाजा खाइवरी घरतिर लागिन्छ। अँध्यारो आउँदो रहेछ अब त। मिठो मोमो कस्तो भयो चाहिँ हेरौँ है त। मिठो। अब चाहिँ नि के आइपुग्यो? आमामामा दाँतै खुस्केला है। हेर्नु ससेज खाउँ के अरे। ससेज फरर परेर रहेछ। मिठो खुट्टा दुखेको